म तपाईहरुलाई एउटा कुरा भन्छु ल, मलाई एकदमै बिहान बिहानै यस्तो भिडियो बनाउनु मन थिएन, तर भन्न मन लाग्यो। एउटा फ्यामिलीमा नि, एउटा घर परिवारमा सबै परिवार, सबै मम्मी बाबाको लागि हैन है यो, फेरि एकदमै यो कुरा चाहिँ याद राख्नुहोस्, कसैको लागि जो यस्तो हुनुहुन्छ। एउटा छोरा क्या अशक्त छ, सक्दैन, केही गर्दैन अथवा पैसा कमाउँदैन। हजुर, यो जमानामा पैसा के, यदि त्यसले पैसा कमाउँदैन, त्यसले बाबुआमालाई स्क्रिन टच एन्ड्रोइड फोनहरू दिन सक्दैन हैन, अनि केही गर्नु सकेको छैन। अब आफै अशक्त भएपछि उसलाई कसले हेरिदियोस्, उसले अरूलाई हेर्ने त कुरा आएन नि त हैन। त्यस्तो छोरालाई पुरा परिवारले यस्तो नराम्रो हेला गर्दो रहेछ। त्यसको अप्ठ्यारो दिनमा, त्यो एकदमै अप्ठ्यारो समयमा छ भने पनि त्यसलाई फर्केर सोध्दैन रहेछ। त्यसले कति मुस्किलले सास फेर्दैछ, त्यो पनि कसैले फर्केर सोध्दैन रहेछ, एकदमै क्या। अनि फेरि अर्को कुरा के त, पुरा परिवारले सोध्दैन रहेछ। अब फेरि अर्को पोइन्टको कुरा के छ भन्नु त, यदि त्यसको श्रीमती छ अथवा त्यसको नानी छ भने त्यो श्रीमतीलाई पनि कसैले फुटेको आँखाले देख्नु सक्दैन रहेछ है। हजुर, उसले खाना पकाउँदैछ, खुवाउँदैछ, भाँडा मोल्दैछ, चुपचाप बसेको छ, सबैलाई हजुर 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 भनेर ढोक्दैछ भने पनि त्यो श्रीमतीलाई पनि कसैले देख्नु सक्दैन रहेछ, किनकि छोराले कमाउँदैन।